क्याप्टेन सुरुमा त सिरिज जितको लागि कङ्ग्रेचुलेसन्स होइन सुरु चाहिँ आजको खेलबाट गरौँ केही चेन्जेस पनि गरेको थियो होइन ओभरअल कसरी सम गर्छ अलिकति आउटप्लेड नै भयो सबै डिपार्टमेन्टमा आज फिल्डिङ पनि त्यति राम्रो देखिएन अब चेन्जेसको कुरा गर्दाखेरि सबैलाई अपर्च्युनिटी दिन एकदम जरुरी थियो वर्ल्ड कप क्वालिफायरभन्दा अगाडि किनभने सबैले गेम टाइम पाओस् होइन वर्ल्ड कप क्वालिफायरमा त्यहाँ जान बित्तिकै कसैको फर्स्ट गेम नहोस् आफ्टर 1 month 2 month सो त्यो प्लानले सबैलाई अपर्च्युनिटी दिएको अब आउटप्लेडको कुरा गर्दाखेरि आई थिङ्क दुईटै ओपनरले एकदम राम्रो खेले होइन दे टुक देयर रिस्क र तिनीहरू रिवार्ड पनि पाए त्यही हिसाबले ब्याटिङमा आई थिङ्क विनेस्ट पार्टनरसिप होइन जुन हाम्रो स्ट्रेन्थ थियो लास्ट 2 गेम्समा त्यो चाहिँ मिस गऱ्यौँ स्पेसली रोटेसन थियो रोटेसन स्ट्राइक त्यहाँ चाहिँ हामी बढी नै मिस गऱ्यौँ र रेगुलर इन्टरभल्समा विकेट थियो सो आई थिङ्क त्यो चाहिँ रिजन छ जहाँ चाहिँ कोल्याप्स भयो 123 चाहिँ अलिकति कम टोटल भएर पनि त्यो बलिङमा चाहिँ हुन्छ नि हामीले अब अलिकति त्यो डिफेन्ड गर्न टोटल नपुगेर चाहिँ अलिकति होपलेस जस्तो पनि देखियो त्यो फिल्डमा पनि त्यो अलिकति ब्याड लक पनि थियो होइन सँगसँगै तर त्यो चाहिँ टोटल कम भएर पनि अलिकति डाउन भएको थियो होइन एफर्टमा चाहिँ कुनै पनि कमी थिएन जस्तो लाग्छ मलाई होइन अब रिजल्ट नआएपछि त्यो देखिन्छ होइन बट स्टिल हामीले 123 डिफेन्ड गर्छौँ भनेर गएको ग्राउन्डमा त्यो चाहिँ हुन पाएन अपर्च्युनिटिजहरू पनि क्रिएट भएको थियो जहाँ चाहिँ हामी मिस गर्न पुग्यौँ तर यो गेम्सहरूमा हुन्छ बट स्टिल यहाँदेखि कसरी कमब्याक गर्ने त्यो चाहिँ एकदम इम्पोर्टेन्ट कुरा ओभरअल हेर्दा चाहिँ अब 2-1 विन होइन अब तपाईँको क्याप्टेन्सीमा हामीले धेरै सक्सेसहरू पाछौँ तर यो सक्सेसले चाहिँ कहाँनिर राख्नुहुन्छ पहिलोपटक चाहिँ टेस्ट नेसनलाई हराउने मात्र होइन सिरिज पनि जित्न सफल भइरहेको छ यो टपमै राख्छु किनभने फर्स्ट टाइम बाइलेटर सिरिज खेलिरहेछ भने वेस्ट इन्डिजसँग जसको हिस्ट्री चाहिँ एकदम स्ट्रङ छ होइन क्रिकेटिङ वर्ल्डमा यसलाई चाहिँ टपमै राख्छु र आई थिङ्क जति बेला टिम जित्छ त्यति बेला क्याप्टन राम्रो देखिन्छ होइन सडनली जब चाहिँ टिम हार्न थाल्छ क्याप्टन नराम्रो देखिन थाल्छ सो आई थिङ्क टिमको एकदम इम्पोर्टेन्ट रोल छ यहाँ होइन मलाई राम्रो देखिनँ सो आई थिङ्क क्रेडिट मस्ट गो टु टिम अब यो सिरिजमा चाहिँ हामीले धेरै चेन्जेसहरू प्लेयरहरू ट्रायल पनि गरेर सबैलाई चान्स दियो भने तर अब अलिकति एउटा इस्यु भनेको चाहिँ सन्दीप लामिछानेको इन्भल्भमेन्टलाई लिएर छ अब यो सिरिजमा उहाँ खेल्नु भएन वर्ल्ड कप क्वालिफायरमा जाँदाखेरि चाहिँ उहाँ टिममा हुनुहुन्छ हुनुहुन्न के छ अपडेट चाहिँ यो सिरिजको लागि अनअवेलेबल थिएँ होइन सो फुल्ली टुमारो चाहिँ केही न्युज आउन सक्छ त्यति बेलासम्म म कुर्छु होइन आफूलाई भोलि न्युज आएपछि त्यसपछि सबैलाई थाहा भनेको अब वर्ल्ड कप क्वालिफायर हाम्रो जुन मेन टार्गेट छ नि त्यसको अगाडि चाहिँ हाम्रो सिरिज यो सिरिजको जति हामीले अब तयारी भनेर भनिरहेको थियौँ वर्ल्ड कप क्वालिफायरलाई जाँदाखेरि चाहिँ हाम्रो टिमको मेन्टालिटी चाहिँ कस्तो छ अब हामी योभन्दा अगाडि पनि ओमानमा क्वालिफायर खेलिसकेका छौँ होइन अब यो क्वालिफायर चाहिँ कतिको इम्पोर्टेन्ट वा यो सिरिज चाहिँ हामीले कतिको हेल्प गर्यो एकदमै हेल्प गऱ्यो होइन स्पेसली राम्रो टिम थियो होइन जस्तो आज जुन साथले खेल्यो उहाँहरूले एकदम राम्रो टिम थियो यसले यो सिरिजलाई एकदम कन्फिडेन्स दिएको छ ग्रुपमा होइन र पास्टमा के भयो होइन ओमानमा त्यो चाहिँ मलाई लाग्दैन त्यो फ्याक्टर म्याटर गर्छ होइन हाम्रो बढी अब चाहिँ के गर्छ हामी त्यो एकदम इम्पोर्टेन्ट कुरा हो हाम्रो लागि सो आई थिङ्क प्रिपेरेसन वाइज वेल प्रिपेयर्ड छ भने लास्ट स्कटल्यान्ड सिरिजदेखि लिएर अस्ट्रेलिया सिओईमा जुन हामीले हार्डवर्क पुटिङ गऱ्यौँ सो आई थिङ्क सबै समराइज गर्दाखेरि 2-3 मन्थमा आई थिङ्क वी आर वेल प्रिपेयर्ड अब चाहिँ अब जति पनि प्रिपेरेसन भयो त्यहाँ एक्जिक्युसनको पार्ट आउँछ अक्टोबरमा 1 मा सो आई थिङ्क वी आर वेल प्रिपेयर्ड नन्दनको इन्जुरी चाहिँ जस्तो फर्स्ट गेम पछि चाहिँ हामीले अब वाममा मात्रै देखिरहेको छ होइन उहाँ कतिको सिरियस इन्जुरी हो र वर्ल्ड कप क्वालिफायरको लागि डाउट जस्तो केही छ कि छैन अहिलेको लागि फिट छन् होइन आज हामीले रिस्क नलिएको किनभने वर्ल्ड कप क्वालिफायर एकदम इम्पोर्टेन्ट छ हाम्रो लागि सो त्यसको लागि रेडी हुनको लागि आज चाहिँ रिस्क नलिएर वर्ल्ड कप क्वालिफायरमा हुन्छ I really don't understand the reason behind the change because Nepal were going 2 up and they were dominating the series. It's not like neck to neck, it was they were dominating the series. Today you made 3 changes. What was the main reason behind it? Was it like we won the series, let's give something try, let's go for our experimental change? Because earlier I was listening to Stuart Law, he said it's a good headache to have a lot of players in your team, in-form player, but we cannot play everyone. So is it just giving chance to players who didn't get chance in earlier matches, or because we have World Cup qualifier ahead? So players who haven't played yet, is it just to give them a chance, or you were just trying something new? Because Kushal Malla as an opener, we saw a lot of changes today. What was the main reason behind it? The main reason was to give game time to all the players, especially when you walk into qualifiers. Everyone needs to have a game time, especially the 3 players which didn't get a game time. So it should not be new for them suddenly walking into if someone gets be unable for the unfit, he is unfit. So I think they should be very ready for the game. So that was the reason to give game to them. So just give it a game time, that's yeah. Because
because you removed Asif. He used to say half Yeah, a day, yeah. and then you give Krishan Malla opening. So tough call. Yeah, just to give game time to all of them. Thank you.